हेलो गाइस, हजुर कस्तो हुनुहुन्छ? आज चाहिँ म यसो जानेछु लङ टुर। सो 3 दिनको ट्रिप हो। सो घुमेर आउँछु होइन। अन द वे बाटोमा के हुन्छ बाटोमा हामी के हुन्छ होइन देखाउँछु तपाईँलाई हामी। ल गाइस, हामी चाहिँ यहाँ कहाँ महेश्वरको आधी बाटोको मस्त भ्यू छ है गाइस। हेर्नुहोस् यहाँ, हेर्नुहोस् हावाहुरी सराइरहेको छ। बिस्तारै चलाउनुपर्छ अरे म फेरि मोबाइल जाला नि म त्यो अर्को 10 लाखमा। ल त हजुरलाई पछि उता जुमा गएपछि भेटौँला है गाइस। अहिले चाहिँ हामी जान्छौँ तर माइन्ड फ्रेस होला है आपा होइन। दारो खाएर माइन्ड फ्रेस हुन्छ सबै। हेलो गाइस, मोटो हेलो भन्नु सबले। हेलो हेलो हेलो। चलो मेरो मोटो त पुरा रिसाएको छ के भयो? चिसो मौसम। यो के कोकोनटको रोग हो कि कोकोनटको होइन? तर यहाँ धेरै कोकोनट धेरै छ है। वायर कोकोनट छ यहाँ धेरै। तपाईँको त दार्जिलिङतिर कोकोनट हुन्छ अब? हुँदैन है? हुँदैन त है? चिसो भएर तर यहाँ पनि चिसो यहाँ त छ त यहाँ कोकोनट के कोकोनट 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 भाइ कोकोनट हेर त। कोकोनट तपाईँको यो कोकोनट भन्ने चिज समुद्रको आजुबाजुमा फल्ने चिज हो। चिसो भए पनि तर यहाँ पनि समुद्र वरिपरि छ होइन महेश्वरमा? महेश्वर वाटरफल पनि छ है? माधव मिश्रको माधव हुन्छ नि त त्यो माधव भनिन्छ नि त यता त्यो समुद्रको छेउको जो पानी हुन्छ नि पानी खिच्ने हुन्छ नरिवलले त अनि त्यो बोटले पानी खिचेर त्यो बोटभित्रको गएर त नरिवलको भित्र बस्ने हो त्यो तल्लोभित्र। त्यसैले पाहाडमा हुँदैन नरिवल, समुद्रको आजुबाजुमा सामनेमा हरेक जग्गामा हुन्छ। तर मजा आयो यार, कति दिनमा चाहिँ यस्तो चिसो हावा खानु पाएको। उता बेङ्गलोरमा कहाँ गर्मीले मर्थ्यो यार। माइन्ड फ्रेस भयो मेरो पनि। तपाईँलाई पनि आउनु मन लाग्छ भने यसो माइन्ड फ्रेस आउनुहोस्। मेरो चाहिँ दामी जग्गा छ है। तपाईँको गोल्डन टेम्पल मेन यहाँ भनेको बुद्धिस्ट टेम्पल छ। हजुर हात्ती हात्ती त अब यहाँ जङ्गल छ भने त हात्ती त हुन्छ होला। तर यहाँतिर हुँदैन होला अब हाम्रो ठाउँमा कहाँ हात्ती हुन्छ यहाँ छैन। तर तपाईँको एउटा के छ कि नाम के हो त्यसको कि बुझ्नुभयो नि? मलाई हात्तीको व्यवहार गर्थ्यो खतरा। जङ्गलमै बसेर त्यो कति वर्ष जङ्गलमा बस्यो होइन? जङ्गलमा बसेर तपाईँको हुन्छ नि तपाईँको धेरै पैसा कमाउँदैले पनि होइन खतरा नाम चलेको थियो। तपाईँको एउटा रक स्टार हुन्छ नि तपाईँको यो यहाँको राजा मोटो त्यसलाई किन्ने गरेको थियो नि पहिला यहाँ त्यो मान्छेले। मलाई अस्ति भर्खर त्यो पढेको थियो कि देखेको थिएँ। पढेँ भन्दै नि मैले युट्युबमा हेरेको। के हो वेलकम टु नागा मङ्गला। हेलो सफा है तर यहाँ गाउँघरहरू हेर्नु सबै छैन त चिटिक्का सफा बाटो। In 500 meters, prepare to park your car. You will need to walk to your destination from there. कर्नाटक भन्ने जस्तो ठाउँमा बेङ्गलोर जस्तो ठाउँमा हेर्नुहोस्। दलाइ लामालाई यहाँ पठाइदिनु होइन आपा? यहाँ पोर्क होइन, पोर्क पनि पाउँछ होइन खाना खाएर जाने हो? खाना खाऊ है त।
फाइनली हामी पुगे गोल्डन टेम्पल जब इन्दिरा गान्धीले हाम्रो दलाइ लामालाई यता पठाइदिएको थियो महेश्वर थकित भयो चलो ल महेश्वर आइपुग्यो बल्ल तल तपाईँको 5 घन्टाको यात्रामा हेर्नुहोस् थकित भन्छ खानासाना खानु पर्यो खाएर के खाना खाने कि के खाने हो खाना माछा राइस छ बिफ राइस छ म पोर्क राइस खाउँछु पोर्क राइस छ बिफ राइस छ होइन हो हाम्रो यो चाहिँ है यो अहिले तपाईँ एकछिनमा पछि त भोलितिर देखाउँछु म यो चाहिँ होइन हाम्रो गुम्बा हो है बुद्धिस्ट गुम्बा बुद्धिस्ट गुम्बा हो हाम्रो यो दलाइ लामालाई यतै पठाइदिएको थियो पहिला तपाईँ कर्नाटकको त्यस्तो ठाउँमा हेर्नु हाम्रो नेपाली टन्नै छ यहाँ लामाहरू टन्नै हुन्छ यता ठुलो छ हजुरलाई म देखाउँछु है पछि मलाई पोर्क राइस हो नि पोर्क राइस आपालाई बिफ राइस के छ बिफ राइस खान्छ भाइ यहाँ माथि होटेल छ होइन बस्ने होटेलहरू छ है माथि होटेल गर्नु पऱ्यो तपाईँ यहाँबाट होइन गयो के अरे महेश्वर जू पनि टाढो छ महेश्वर जू यहाँबाट महेश्वर जू जानलाई जू महेश्वर जू जानलाई हो र ए